क्लच पुरै थिच्यो होइन अनि बिस्तारै ब्रेक लगाउनु त रोक्ने बेलामा जहिले पनि क्लच पुरै थिचेर है ब्रेक लगाउनु भयो होइन अब न्युट्रल राख्नु त गाडी नमस्कार सबैजनालाई यहाँ हाम्रो दिदीलाई आज पहिलो दिन है गाडी सिकाएको हाम्रो करुण दाई गीता दिदी म आज तपाईँलाई चाहिँ के अरे स्टिङ लक के अब 4 चोटि र 2 चोटि सिकाउँछु क्या एकदम हानेर अनि त्यो जम बिस्तारै जान्छ क्लच छोड्नु दिदीले त आज पहिलो दिनै खतरा चलाउनु भएको कि हो भने ढुक्क हो लाइसेन्स त टेन्सन गर्नु पर्दैन ल दिदीको अब आज पहिलो दिन हो अब ट्याक्क पहिलो दिन उता काट्यो तपाईँतिर काट्यो ल बिस्तारै अब हाम्रो अलि साइडमा गएर ट्याक्कै गाडी नआउने ठाउँमा गएर अनि त्यो लक 4 चोटि र 2 चोटि सिक्नु पर्छ है दिदी है ल बिस्तारै जानु काट्नु तपाईँतिर काट्नु है ल अलि साइडमा गएर अनि 4 चोटि र 2 चोटि अलि यतापट्टि साइडमा राख्नु ल हाम्रो पाङ्ग्रा चाहिँ अब 2 चोटि र 4 चोटि यो कतिमा लक हुन्छ अनि थाहा छैन क्या दिदीलाई क्लच पुरै थिच्नुभयो अब बिस्तारै उयो बिचको ब्रेक हेरेर ब्रेक लगाउनु त ब्रेक है अलि बिस्तारै ठिक छ केही भएन क्लच चाहिँ नछोड्नु ल क्लच चाहिँ छोड्नु हुँदैन अनि यो स्टिङ तपाईँतिर काट्नु त पुरै तपाईँ ब्रेक लगाएर हो पुरै लक गर्नु त पुरै लक गर्नु है अब यो भयो होइन पाङ्ग्रा तपाईँको राइट यो उता लक गरेपछि कति जाने भयो हाम्रो गाडी राइटपट्टि जाने भयो होइन लेफ्टपट्टि चाहिँ 4 चोटिमा लक हुन्छ क्या दिदी यो हेऱ्यो अब यो छ नि यो एक हुन्छ क्या यो हेऱ्यो हरन यो हरन छ नि यो एसको समात्नु त तपाईँले यो यसरी समात्नुपर्छ यो उल्टो भयो यो होइन यो हात यहाँ अनि यो हात यहाँ हुनुपर्छ होइन एक भयो अब अर्कोचोटि घुमाउनु मतिर 2 भयो हेऱ्यो एसै आउनु पऱ्यो कि अनि अर्कोचोटि घुमाउनु 3 भयो अब अर्कोचोटि घुमाउनु अर्कोचोटि लक गर्नु त यो 4 भयो कि हाम्रो पाङ्ग्रा यता लेफ्ट राइटबाट लेफ्टमा आयो कि होइन अब पाङ्ग्रा सिधा 2 चोटिमा हुन्छ कि यो राइटबाट लेफ्टमा आउँछ कि हाम्रो पाङ्ग्रा होइन ल अब 2 चोटि गर्नु त यो 1 भयो यो 1 भयो है अब पाङ्ग्रा सिधा अर्कोचोटि गऱ्यो भने ल पाङ्ग्रा सिधा हुन्छ कि ठ्याक्कै पाङ्ग्रा सिधा हुन्छ कि त्यो जता यता नि 2 उता नि 2 हो कि है त्यही हो ल अब ह्यान्डब्रेक झार्नु ब्रेक छोड्नु बिस्तारै ब्रेक छोड्नु ल बिस्तारै नगुडिन्जेल छोड एक्सिलेटर पर्दैन दिदी अहिले नगुडिन्जेल गुड सबै काम क्लचले गर्छ ट्रायलमा उकालोमा मात्रै हो क्या एक्सिलेटर भने क्या है तपाईँले गरिदिइहाल्नु बिस्तारै म गरिदिइहाल्छु बिस्तारै जानुपर्छ हाम्रो दाइहरू यहाँ सबै वेटिङमा हो कि क्लच थिच्यो 1 गियर लाउनु त 1 गियर अब न्युट्रल यो बिचको चाहिँ न्युट्रल हुन्छ कि सुस्त त्यो 2 गियर लाउनु त यतै भएन यो छ नि यो 1 भयो होइन यसको सिधा तल 2 हुन्छ क्या यसको पाउनु या त्यस्तो गर्नु त यसको सिधा तल 2 हो क्या है हजुर अब फेरि न्युट्रल है फेरि 3 माथि सिधा 3 फेरि न्युट्रल फेरि 4 न्युट्रल 5 लाइन अनुसार हुन्छ कि दिदी अब यो हात यस्तो गर्ने अनि यसो गरी माथि गरेपछि 5 हुन्छ कि फेरि न्युट्रल अब आर हेर्नु त रिभर्स हेर्नु यस्तो होइन यो लाइन हेऱ्यो यहाँ हेर्नु त लाइन यस्तो गऱ्यो यो रिभर्स भयो क्या है अनि अब न्युट्रल ल्याउनु त लाइनहरू अब 1 गियरको लाइन कहाँ छ यसको सिधा यता छ अनि माथि छ होइन ल अब यसलाई यस्तो गर्ने अनि माथि गर्ने न्युट्रल 1 भयो यसको सिधा तल 2 भयो कि होइन न्युट्रल 3 4 न्युट्रल 5 न्युट्रल होइन अब रिभर्स हो न्युट्रल फेरि ह्यान्डब्रेक भयो ल ह्यान्डब्रेक तान्नु अब ह्यान्डब्रेक कुन हो हेऱ्यो ह्यान्डब्रेक तान्ने बेला के गर्ने ह्यान्डब्रेक होइन दिदी यस्तो होइन यो ह्यान्डब्रेक छ नि तान्ने बेलामा यो झार्ने बेलामा समात्नु त यो तान्ने बेलामा यसरी तान्नुपर्छ क्या यसरी तान्नु पऱ्यो झार्ने बेलामा चाहिँ पहिला माथि तानेर हल्का लुज हुन्छ अनि थिच्यो क्या है ल है त अब ह्यान्डब्रेक तान्नु हो अनि चाबी अफ गर्नुपर्छ चाबी आफूतिर घुमाउने कफी हास त गर्ने कि ट्याक्कै यस्तरी पुरै घुमायो भने अफ हुन्छ है ल